Hello guys, welcome back to my YouTube channel. आज चाहिँ मैले भनौँ धेरै भ्लग बनाएको छु, धेरै दिन के भनौँ धेरै अनि धेरै त्यस्तै धेरै दिन नै भनौँ भ्लग बनाएको छु। अस्ति पनि एयरपोर्टमा गएर पुऱ्याउनु गएको थिएँ, यो भ्लग बनाएको थिएँ अनि म सिट गरेँ डाउन गरेँ त्यसपछि मलाई फेरि एडिट गर्न अल्छी आयो। त्यसपछि त्यो भ्लग हालेको छैन, मैले एडिट गरेँ त्यतिखेर आएको छ है। त्यो छोटो भ्लगहरू छोटो अनि आज चाहिँ अनि हाम्रो हजुरबाको श्राद्ध छ अनि त्यसपछि दिवाली पनि छ। त्यसैले चाहिँ आज एउटा भ्लग गर्नु मलाई चाहिँ बिहान यहाँले उठ्न चाहिँ म 4:30 बजे उठेको। आज कति फर्स्ट टाइम नभनौँ कति दिनपछि 4:30 बजे उठेको म अनि 5 बजे भ्लग स्टार्ट गरेर छु यहाँ किचनमा। सो अब चाहिँ नुहाउनु पर्ने हुन्छ, म नुहाएर हल्का फ्रेस भएर तातो खाएर त्यसपछि के गर्छौँ हजुरहरूलाई सबै देखाउँदैछु। हजुरहरूले भ्लग हेर्नु माया गरिदिनु होला अनि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला नि। अनि अब चाहिँ एकछिनपछि भ्लग स्टार्ट गर्छु म। सो गाइज अहिले चाहिँ हामी यहाँ म चाहिँ नुहाइसकेँ अनि अरू पनि नुहाइसक्नु भयो। म चाहिँ अहिले लास्टमा पनि नुहाउनुलाई होइन छिटो उठेको काम लागेन आज। अनि म चाहिँ भर्खर नुहाएर बसिरहेको छु होइन। अब मेरो पनि अलिअलि काम सुरु हुन्छ अनि यतातिर चाहिँ काम गर्ने मान्छेहरू धेरै छन्। यता चाहिँ फर्स्टमा चाहिँ मेरो भदैनी के अरे काँक्रो काटिरहेको छ अनि यता चाहिँ मेरो भाउजू यता हेर्नु न, भाउजूले त मेरो भ्लगमा हेर्दैन कि ल आयो भनिदिनु आयो ल। भाउजू चाहिँ तरकारी पकाउँदै हुनुहुन्छ। अब त्यो म उनीहरूले के काम गरेर गर्छु। सो त्यस्तो छ केही भन्नु छ कि स्मरिकाले मेरो भ्लगमा केही भन्नु सबैले लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु। मेरो के भन्नु कि बेलाजी तपाईँलाई के भन्नु कि मेरो भ्लगमा केही भन्नु कि भन्नु दिदी पनि छैन हात गर्न चाहिँ हाम्रोमा त्यस्तो बन्छ गाइस है। भनिहालेँ मैले बिहान आज हाम्रो यहाँनिर दिवाली र श्राद्ध छ अनि त्यहीको तयारी यहाँ हुँदैछ। मेरो सोर्सु क्या म चाहिँ भ्लग गर्ने मान्छे हो, त्यसैले के काम गरिदिइरहेन यहाँनिर अब अलिअलि गर्नुपर्छ। अब भन्नु भाउजू के काम गरौँ यहाँ भाउजूलाई देखाएर बस्दैछु म। भाउजूलाई कस्तो देखिएन लाइट मासु काट्नु मासु ए मासु ल गाइस मासु यो चाहिँ के को मासु हो? छोइला है, यो छोइलाको लागि है गाइस। यहाँ सरादे मासु भन्दा नडल्नु होला किनकि किन मासु पकाउँछ भाउजू हाम्रो सरादे भनिदिन्छ भाउजू नेवार हुन्छ चाहिन्छ भन्छ ए मलाई पनि थाहा थिएन। मन छक्क परेको थियो मलाई भाउजूले भनेको यताको नेवारहरूलाई यो काठमाडौँको नेवारहरूलाई सरादे मासु चाहिन्छ अरे के को त्यही पनि राँगाको होइन अरू कुखुराको चल्दैन राँगो मात्रै है। ल भाउजू भन्नु अलिअलि के काम गरिदिनु यहाँ अचारको रेसिपी हेर्न चाहन्छु भने म अलिकति नजिक अचारको रेसिपी काँक्रो काट्ने यसरी आलु उसिनेर राख्ने, आलु उसिनेर नुन राख्ने, नुन स्वाद अनुसार स्वाद अनुसारको नुन हाल्ने होइन। अनि अरू नुन हालेपछि अलिकति धुलो खोर्सानी हाल्ने, धुलो खोर्सानीपछि अब काट्नु बाँकी छ। भ्लगमा आयो भनिदिनु आयो भन्दैछ आयो भन्दैछ नि आइ गर्छ नि आफै आइ गर्छ। सो गाई चाहिँ म हाम्रो के बन्दैछु यो देखाउनु बिर्सेँ म देखाउनु जाँदैछु है ल। यहाँनिर 12 यहाँ बनिसकेको छ अलिकति अनि यता चाहिँ बन्दैछ, यता चाहिँ 12 बन्दैछ अनि यता काउली बन्दैछ, काउलीको तरकारी अनि यता चाहिँ अचार अब बन्न लाग्यो। अब एकछिन बन्छ किनकि अहिले साउनहरू काटेको छैन। अनि यता चाहिँ यसलाई के भन्छ अरे मलाई नाम थाहा छैन के अरे यसलाई बोडी उसिनेर राखेको छ अनि यता आलु छ गाइस अनि यता चाहिँ राँगाको मासु छ।
अब अरू अझै के बन्न बाँकी छ भर्खर सुरु हुँदैछ यहाँनिर बन्नलाई गाइस बल्ल मेरो एउटा काम आयो सो गाइस म चाहिँ यहाँ काम नभएर छटपटेर बसिरहेको छु होइन अब यो तल पूजा कोठामा यो गेडागुडी त भन्दैन गेडागुडी लगिदिन लागिरहेको छु यहाँ तयार हुँदैछ कि पूजा कोठामा के बनाउने के बनाउने सो ठुलो मिलाउनु यता तयारी हुँदैछ पूजाको यहाँनिर यहाँ मेरो भदैनी भन्ने मान्छेले यहाँनिर बारा बनाउँदैछिन् भदैनी भन्ने मान्छे यस्तै हो मेरो बारा अब सो मेरो नि एउटा काम आयो गाइस म गर्न जाँदैछु किनकि म भ्लग गर्नु हल्का आवाज के भयो त्यसैले मेरो आवाज के भयो त्यसपछि अब मासु काट्न जाँदैछु गाइस मेरो भ्लग त कस्तो हुने भयो मेरो मतलब भयो भन्नु चाहिँ खुर्सानी पिस्न लागेको छु म के अरे साह्रै हेर्ला परेको कौलीलाई यति हो पुग्यो सिनेको हो नि त यो त पर्दैन यति हो पुग्यो र खोइ देखाउ भयो छोइला त्यो दाना दाना भएको राम्रो देखिन्छ नलाई रेडी गर्ने भन्नु कति भन्नु कपडा लाग्छ स्मरणका पुरीको तेल हो नचलाउँ भनेर सोचेको थिएँ अब सो गाइज अहिले चाहिँ अनि सबै सामानहरू खानेकुराहरू बनाएर पनि तल पूजा पनि सकिसक्यो अनि टिका पनि लगाइसकेँ मैले चाहिँ अनि यहाँनिर चाहिँ अब चाहिँ म अघि के काम गरेँ हल्का फुल्का काम गरेँ त्यो चाहिँ भिडियो बनाउनु पाएन यो सबै अब के भन्छ अहिले चाहिँ बाजेलाई चिया पकाउँदैछु म चाहिँ नि है चिया पकाउँदैछु अनि यहाँ सामानहरू चाहिँ रेडी गरेर आएको चाहिँ तल लानुलाई होला सायद अनि सबैजना चाहिँ तल हुनुहुन्छ टिका लगाउँदै हुनुहुन्छ कोही म चाहिँ टिका लगाएर पनि अनि यहाँ चिया बनाउँदैछु अब उम्लिनु लागि चिया सानो अब एकछिनपछि चाहिँ हामी दिवाली छ अनि उता जानुपर्ने हुन्छ अनि त्यतिखेर चाहिँ अब कुर्ता सुरुवाल लगाएर जाने भनेर सोचिरहेको छु चियापत्ती चाहिँ पुगेन छ जस्तो छ है अलि हाल्नु पर्ने हो कि ठिक छ खै अलि हाल्नु पर्ने जस्तो छ है
अलि उम्लेपछि ठिक हुन्छ होला एकछिन हेरौँ न। सो गाइज होइन तपाईँहरूले अहिलेसम्म यदि मेरो भिडियो लाइक गर्नु भएको छैन भने लाइक पनि गरिदिनु होला। यस्तो मिहिनेत गरेर भिडियो बनाइरहेको छु, लाइक पनि गरिदिनु होला। अनि यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने अनि सब्सक्राइब पनि गर्न चाहिँ नबिर्सिनु होला है, नबिर्सिनु होला। गाइज अहिले चाहिँ हामी टिका लाउन आइसकेको छौँ। म टिका लाउनु पर्छ, म टिका लाउन आइसकेँ फेरि। त्यो त लाइस्या अब नलाइदिँदैन उ इसबाइक लगाइदेऊ न। त्यो पहिला चाहिँ लगायो भने चाहिँ पर्दैन। सो गाइज अहिले चाहिँ सरादे सक्यो। अब हामी जाँदैछौँ उता दिवालीको लागि। अनि अब चाहिँ लुगासुगा लगाएर रेडी हुनुपर्ने हुन्छ। अनि को जानुहुन्छ सबैजना जानुहुन्न, अब जानुहुन्छ तर सबैजना जानुहुन्न। म पनि जान्छु। अनि के भन्छ अब चाहिँ म लुगा लाउँछु। अनि मलाई केही भन्न नै आएन, मैले धेरै दिन भ्लग बनाएर होला सायद केही भन्नु आएन मलाई। सो अब चाहिँ म लुगा लाउन जान्छु, लुगा लाउँछु। अनि लुगा लगाएपछि चाहिँ भ्लग बनाउँछु। सो भ्लग हेर्न चाहिँ नबिर्सिनु होला। सो गाइज अहिले चाहिँ म रेडी भइसकेँ यहाँनिर होइन। लुगा चाहिँ मलाई यो टाइट भइसक्यो होइन, टाइट भएछ। अस्ति लुज थियो, अहिले त म मोटा आयो कि 3 केजी त्यसैले टाइट भएछ होइन। सो अहिले चाहिँ हामी रेडी भइसक्यो, सबजना रेडी हुनु भइसक्यो। अब चाहिँ हामी जान लागेको। निमित हाई गरिदिनु, निमित कस्तो लजाउँछ हो भ्लगमा आउनलाई। मैले चाहिँ सो रेडी भइसक्यो सबैजना। अनि अलि हल्का फुल्का टिकटक पनि बनाउनुपर्छ, फोटो पनि खिच्नुपर्छ। अनि म चाहिँ अहिले मेरो आउटफिट देखाउनु चाहिँ सक्दिनँ होला होइन, यतिकै देख्न सक्नुहुन्छ। यो म मोटी भएको छ एकदम, त्यसैले मलाई टाइट भएको लुगा होइन। सो अब चाहिँ हामी जान्छौँ, भ्लग हेर्दै गर्नु होला। अहिले चाहिँ बाई, अहिलेलाई चाहिँ बाई। सो गाइज हामी चाहिँ अब मन्दिर जान लागेको दिवालीको पूजाको लागि। अहिले चाहिँ गाडी चलिरहेको छ। यता पछाडि हुनुहुन्छ भाउजू र मेरो छोरा। अनि अगाडि चाहिँ दाइहरू हुनुहुन्छ, हामी नदेखाउँ। अनि अघि राम्रो भएर आएको, पस्ना भयो गाइज। अहिले केही भन्न चाहनुहुन्छ हजुर? के भन्नु, अब त्यहाँ जाने पूजा गर्ने, फोटो खिच्न खास गरी हामी आएको फोटो खिच्न पाएन भने हामी आन्दोलन गर्छौँ। बहुत तेज हो रहा है, बहुत तेज हो। सो गाइज अहिले चाहिँ हामी मन्दिर आइसकेका छौँ। अनि एकछिनपछि अब हाम्रो धेरै भिड छ कि अब चाहिँ हाम्रो पाली आउँछ। भर्खरै हाम्रो पाली आउने आइज हामी पूजा गर्न जानु लागेको। अब चाहिँ गाइज त्यहाँ पूजा गर्दै हुनुहुन्छ। मम्मीको पूजा बल्ल बल्ल हाम्रो पाला दाइले पनि पूजा गर्दै हुनुहुन्छ। कस्तो ब्लर आएको, ब्लर कसरी यस्तो गाइज अहिले चाहिँ हामी खाजासाजा खाएर पनि अब चाहिँ घर फर्किन लागेको। अघि नै भ्लग बनाउँ भनेको, अघि चाहिँ बनाउनु पाएन क्या, त्यसैले अब बाटो हिँड्दैछौँ। अनि आज के रहेछ अघि खल्तीमा आज के अरे सिटी नखा होइन कि मतलब के भएर गाडी बन्द भएन खै के हो हजुर के भने थियो अघि आज गाडी बन्द अरे। अनि गाडी 11:30 बजीदेखि पाउँदैन भने त्यो हिँड्दै जानुपर्ने अवस्था हो। हेरौँ गाडी पाउँछ कि पाउँदैन। हामी हिँड्दैछौँ। आयो भनिदिनु त निमित आयो भन गाइज होइन म भ्लगर रे भ्लग एउटा के क्याप्चर गरेँ न सबै वायरहरू त्यो क्याप्चर गरेर छौँ। गाइज यहाँनिर हेर्न सक्नुहुन्छ फलफुलको यो के भन्छ फलफुल हेर्न सक्नुहुन्छ।
है गाइस म भ्लगर हैन अनि त्यो हुन्छ नि अब कुनै मात्रै क्याप्चर गरेको छैन भिडियो चाहिँ कुनै चाहिँ हैन जुन भिडियो चाहिँ चाहियो त्यो भिडियो चाहिँ क्याप्चर गरेको छैन कि मैले सो गाइस आजको भ्लग चाहिँ यस्तै भयो हैन हजुरहरूले हेरेर माया गरिदिनु भएकोमा चाहिँ धन्यवाद हजुरलाई धेरै 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 भन्दा धेरै धन्यवाद यसै गरी मेरो भ्लग हेर्दै गर्नु होला सो गाइस अहिले चाहिँ हामी यहाँनेरि तरकारी किन्न आएको छौं तरकारीहरु कस्तो क्यामेरा ब्लर गर्नु फाइनली गाइस आइसक्यो हामी चाहिँ घर आइसक्यौं आजको भ्लग चाहिँ यस्तै भयो नराम्रो नै भयो आजको भ्लग के कस्तो भयो सो अहिले यतिखेरसम्म हेरेर माया गरिदिनु भएकोमा चाहिँ हजुरहरु सबैजनालाई धेरै 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 धन्यवाद सो यो भ्लग चाहिँ यहीँनेर इन हुन्छ अनि के भन्न चाहन्छु भन्दाखेरि फेरि यदि हजुरहरु मेरो च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला अब चाहिँ म बिस्तारै भिडियो हाल्ने प्रयास गर्छु किनकि कति दिनपछि भ्लग हाल्छु मैले सो अहिले चाहिँ बाइ अब अर्को भ्लगमा भेटौँला